ओके डन हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल सो आजको भिडियोमा यहाँ देख्न सक्नुहुन्छ हाम्रो गाइजहरू उहाँहरू सबैजना हाम्रो स्टुडेन्ट हुनुहुन्छ सो आज चाहिँ उहाँहरूलाई चाहिँ अझ धेरै च्यालेन्जेस गर्नको लागि चाहिँ हामीले एउटा सानो थ्रो डाउन राखेको छौँ सो लेट्स सी कसले जित्छ सो प्लिज वेलकम आवर जज मिस्टर अनिस गजमेर उहाँले चाहिँ तपाईँलाई रुल्स एन्ड रेगुलेसन चाहिँ बुझाइदिनुहुन्छ है त प्लिज वेलकम केटा हो ल सर मै हो है जज चाहिँ एभ्रिवान मेरो नाम चाहिँ अनिस गजमेर र अहिले चाहिँ हाम्रो यो सानो लात्या थ्रो डाउनमा चाहिँ जस्ट रुल्स एन्ड रेगुलेसन भनिदिन्छु म अब एउटा भनेको कपको सिमेट्री हेरिन्छ तपाईँहरूको चाहिँ जुन भनेको तपाईँहरूले कपको आर्ट कसरी बनाइरहेछ प्लस तपाईँको चाहिँ त्यो आर्टहरू चाहिँ कपभन्दा बाहिर गइरहेको छ कि छैन होइन जुन तपाईँहरूको त्यो सिमेट्री हुन्छ नि त्यति सिमेट्री मात्रै हेर्ने हो अर्को भनेको अलिकति टेक्निकल पार्ट पनि हेर्छ कि जस्तो लागिरहेछ मलाई त्यो चाहिँ मलाई त्यति साह्रो थाहा छैन मैले हेर्ने भनेको ह्यान्डल ल्याएर तपाईँले आर्ट राख्नुहुन्छ फर्स्ट बनाउन हुन्छ होइन त्यो बनाइसकेपछि के गर्नु त तपाईँले यहाँनिर ल्याएर राखेपछि बल्ल त्यो चाहिँ हेरिन्छ त्यहाँ बल्ल इभ्यालुएट गर्ने चाहिँ त्यति बेला हो क्या अब नत्र त्यहाँनिर लगेर बनाइसकेर त्यहाँ राख्यो नि त्यो मतलब भएन है बनाइसकेपछि चाहिँ तपाईँले यहाँनिर राख्नु पऱ्यो यहाँ राखिसकेपछि बल्ल इभ्यालुएट गर्ने राख्दै गर्दा कसरी राख्नुहुन्छ त अब जस्तै मोरोबर कस्टमर सर्भिस पनि हुन्छ राख्दै गर्दा तपाईँले मतिर फर्काएर राखिदिनुहुन्छ कि होइन ठ्याक्कै मेरो राइट ह्यान्ड साइडमा पर्ने अथवा जस्तो चाहिँ आफूतिर फर्काएर राखिदिनुहुन्छ कि आर्टहरू उल्टो राखिदिनुहुन्छ कि होइन कसरी राखिदिनुहुन्छ त्यसले चाहिँ म्याटर गर्छ त्यही नै हो राम्रो गर्नु यसो जित्नै मन छ भने गोजी नै खाली छ मेरो भर्दा हुन्छ है ल म चाहिँ होस्ट पनि अहिलेको लागि ल अलि छिट्टा थुदिउँ न त ल केटा छाने एउटा मात्र है एउटा मात्र तँ जुबेर त्यस्तो पाएन जु डिस्क्वालिफाई हो नि फेरि सिधै कान्न गऱ्यो भने त डिस्क्वालिफाई हुन्छ सिधै फाइभ हो यस्तो केमा लेख्ने त यो केमा लेख्ने त ल वान यहाँ आउनु त वान यहाँ आउनु टप 5 को नाम चाहिँ फर्स्टमा छ हाम्रो सुधीर देन सेकेन्डमा निशान युवराज जुबेर अनि हस्त यति 5 जना केटाहरू छ हाम्रो फर्स्टमा सुधीर हुनुहुन्छ सुधीरले अब 2 शब्द बोल्नुहुन्छ है म चाहिँ सुधीर बजगाई होइन अब आज चाहिँ म यो रोजिता बनाउन गइरहेको छु होइन अब 5 जनामा कम्पिटिसन भइरहेछ नि त अनि जस विनर चाहिँ यही छ नि अनि त्यही हो ओके टाइम है पहिलासम्म चाहिँ मिल्क रेडी गर्छु ल म ठ्याक्क यति नै राखौँ मिल्क होइन अनि यसलाई ग्रुप ह्यान्डल भयो नि त ग्रुप ह्यान्डललाई मेजर गरेर 0 मा बनाऊँ त्यसपछि एक्सट्र्याक्ट द रिक्वायर्ड एमाउन्ट अफ कफी सिम्पल बटन थिच्यो है अब 7-9 ग्राम चाहिन्छ नि त मलाई अब अलिक पुगेछ है हेर्नु है अब यहाँ तपाईँको 9.1 यो चाहिँ कन्सिस्टेन्ट छ क्या मिल हुन्छ यसको लागि चाहिँ अब लेबलिङ गरौँ and then after time twist है ना अब हाम्रो कफी झारम आएको तपाईँको 15 सेकेन्ड भयो नि and you hello I'm already saying now pour गरेछ हैन बिग अब हैन अब खतरा मा मेसीको पिक्चरले चाहिँ मलाई हान्दै भन्छ
पक्नु ल हेलो सबैजनालाई नमस्कार। हेलो, मेरो नाम चाहिँ निशान भुजेल। म चाहिँ आर्ट अफ एस्प्रेसोको स्टुडेन्ट। आज चाहिँ हाम्रो आर्ट अफ एस्प्रेसोबाट लाते आर्ट कम्पिटिसन चाहिँ भाग लिन गइरहेको छु। विनर मै हुन्छ गाइज। रेडी? तपाईहरु के लाग्छ उहाँले ढल्ला यो आर्ट जस्तो लाग्छ यो आर्टलाई चाहिँ अहिले ल रेडी? फर्स्ट आर्टलाई चाहिँ हैन लाग्छ कि के लाग्छ तपाईहरुलाई केही लाग्दैन टेक्निकल है कोही भिड्नै पर्दैन सेकेन्डले 50 रुपैयाँ यस्तो नि छ मैले भिड्न पर्ने रहेछ पेट्रोल हाल्नु त्यसको फाइदा नि त्यो निकालेर यत्रो सजिलो तार्न किन होला मन कमाउनु गराउँछ त्यतिको छु भने कन्फिडेन्स फर्स्टमा हामीले हामी सेकेन्ड थर्डको स्टार्टिङ मनी कम्पिटिसनमा त्यस्तो भयो लास्टमा चाहिँ फाइनल हुन खराब भयो बिहान 7 बजे गएको बेलुका 7:30 बजे आमा आयो टाउको दुखेर त्यो नासी गर्नु त नताली गर्नु न चिजमा हो छोड्नु यस्तो बनाएर राखिदिनु भयो मैले राखेँ क्या हो कम्पिटिसनको बेलामा मलाई यता हुन्छ अपरेसन आएन जानु गर्ने राम्रो एप्रोन लगाएर देखिरहेको है सब रेडी पोजिसन मलाई जिताउने होला त यार आपको क्या बिगारा कस्तो लाग्यो तपाईहरुलाई एकदम दुईटामा सब देखिरहेछ है यार त सेम रहेछ सुन्दर
यो खायो क्या भइसक्यो कि भनिसक्यो उसो ट्रेनिङमा जान्छ नि त सोल्टी धेरै कुरा मजा आएन खोइ माइक खोइ Oh my god, who made this? Why बनाएको यो? Oh my goodness. तिमीले उठाए पैसा आज कस्तो उठायो म जस्ट थियो नि त अलि सिधै सिधै होला तर यो दुईटामा मात्रै के अदाले बाँकी छ टाइम हेर्नु तपाईँ यार केटाहरु 5000 को गेम छ यार आम्मामा भनिसक्यो नि कसले उठाउने भयो 5000 यार स्क्युबमा थिएन नि सर के हो र त्यही भनिदिनु न माइक चाहिँ त ल्याउन यार गफ सो गाइजहरु तपाईले गर्न सक्नु भएको छैन हैन सो हाउ वाज योर फिलिङ सो एक्साइटेड हैन विनर चाहिँ म हो बोलो हेलो मेरो नाम युवराज थारू हैन आज रोजेता 8 हान्न लागिरहेको छु लाते 8 हैन त्यही ल जस्ट टोक चाहिँ क्लिप हटाउनु पर्छ ल रोक टाइम है अब यो पुस ए सरी सोल्डर पुरा सिरियस भइसक्यो के हुने हो तपाईँको चाहिँ यहाँ सरकारी छैन तपाईँले हारिसक्यो म्यागजिनहरु टाइपको लेख्छ नि त्यसरी मेरो आउँदैछ कि चिल जस्ट चिल पाराम केटाहरु कता गर्न पोडकास्ट नै आउँदै छिटै अब पुरा भयो ल आने सपोर्ट दिनु पर्यो नि खतरा नडरे के ढुक्का हैन अबे काम गर्छ क्या नहाँसिकन चिल भयो न चिल अबे हात हेर त त्यो त भएन नि त सोल्टी मेरो भिडियोमा क्राउडै छैन ओ नाइस म जज भएको तपाईले जित्यो ल खै माइक कहाँ छ व्हाट इज माइक ओके गाइज आवर नेक्स्ट कम्पिटिटर प्लिज वेलकम क्लिन गर्नु न तपाई ए टाइम भागै छैन ओ माय गॉड्स ओ माय गॉड्स ओ माय गॉड्स यो मेटिन्छ त भरे सो ओके गाइज फाइनली हाम्रो 3 जना स्टुडेन्टहरुले बनाइसक्नु भएको छ अनि नबनाएको टोलीहरु यता आउनु नबनाएको टोलीहरु को नबनाएको टोली को खै जुबेर अन्सारी खै जुबेर अन्सारी प्लिज वेलकम हियर
सो गाइस तपाईँहरूलाई कस्तो फिल भइरहेछ यहाँनिर के भइरहेछ हेर्नु त केटाहरूले त खतरा खतरा हानिसक्यो त यस्तो सबजना साइड लाग्छ जित्ने चाहिँ मै हो तर भित्र चाहिँ डराइराख्नु भएको छ होइन बट जुबेर प्लिज 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 कम हियर सो जुबेर तपाईँलाई चाहिँ के लागिरहेछ त फुल कन्फिडेन्स हो 5000 जित्नुहुन्छ आज ओके ल ल ओके टाइम कस्तो भयो त तपाईँलाई के लागिरहेछ अलमोस्ट तपाईँले टाइमले त बिट गरिसकेको रहेछ दुईजनालाई बट लेट्स सी हैन हात काम्यो हैन सो थ्याङ्क यू ल नेक्स्ट वान एन्ड ओन्ली नम्बर कसको छ अब नम्बर 4 को प्लिज वेलकम आवर वान एन्ड ओन्ली मिस्टर जुबेर अन्सारी केटा ताली बजाउँ न यार भिडियोमा अलिक हुक चाहियो के हल्ला चाहियो के ल नेक्स्ट सरी गाइस म चाहिँ भिडियोमा बिचदेखि घुसेँ हैन बट या अब हाम्रो नेक्स्ट राउन्डमा हुनुहुन्छ मिस्टर वान एन्ड ओन्ली जुबेर कस्तो लागिरहेछ जुबेर फुल कन्फिडेन्स हो ढुकढुक भइरहेछ है 5000 को सवाल छ हैन जित्ने हो लाने हो ट्रोफी ल ओके ओके ल लेट्स गो ल मिडियम रोस्ट हो नि यो त डार्क रोस्ट हो जुबेरले ढाल्छन् सकिसकेको टोलीहरू ल तपाईँ प्रिपेयर हुँदै गर्नु यता देखाम क्यामेरा ल वान एन्ड ओन्ली हाम्रो निशान कस्तो लागिरहेछ तपाईँलाई एकदम रमाइलो लागिरहेछ जित्छ जस्तो लागिरहेछ जित्छु मै जित्छु ल डन डन फुल कन्फिडेन्स म्यान के लागिरहेछ तपाईँलाई अहिलेसम्म हेर्दा त मैले जित लाग्छ ओ माय गुडनेस अर्को नेक्स्ट युवराज कस्तो टाइमले त मैले जित्छु जस्तो लाग्छ ओके ओके लेट्स सी ल जजेस कम्पिटिसन कस्तो भइरहेछ जजेस दुई शब्द अल्छी लागिरहेछ अल्छी लागिरहेछ केटा अलि फन ल टाइम स्टार्ट नाउ भन्नु पर्यो ल रेडी जुबेर रेडी ल टाइम रेडी भइसक्यो जुबेरको जुबेर टाइम लिमिट हाल्नु पर्यो है खै तपाईँ आज टी सर्ट नलाएको बाटी त होला केटा जोस छ न यार माइक चाहिँ यहाँ छ क्या फेरि जोसिनालाई के छ त तपाईँको खबर चाहिँ यार आउनु भयो कम्पिटिसन हेर्न ल ठिक छ केटाहरूको 2 बजीदेखि सुरु गर्नु थाले केटाहरू रेडी हुँदा हुँदै 3 बजाइदियो जुबेर हुन फर्ममा छ है केटा जुबेर फर्ममा छ है जुबेर फर्ममा छ एस्प्रेसोको टाइमिङ वाह 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 केटाहरू हुडिङ हान्नु पर्यो क्या हुडिङ हान्नु पर्यो जुबेर 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 यो ल ल ल जुबेर हात त डेन्जर हो आम्मामा जित्छ 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 हान्यो हान्यो भेरी नाइस फर ल टाइमले पनि जित्छ है टाइमले पनि जित्छ भनेको छ यो सर्भ गर्नु पर्यो कहाँ राखेको तपाईँले केटा हो 3 जना केटाहरूलाई ढुकढुक भइरहेछ यार 3 जनाले खतरा हान्यो 1 जना आउट भइसक्यो केटाहरूको लागि त आम्मामा लास्ट होप्छ यार सेकेन्डसम्म होप्छ यार के छ तपाईँको के छ तपाईँले के लागिरहेछ अरे अब लास्ट जना बाइक छ हैन त्यसको हेर्छु त्यसपछि ल ल ल फर्स्ट हो ओके ओके टाइम
करमको हड्डी लक कति हो 2 4 6 2 4 6 8 करमको हड्डी जस्तै छ त्यसको तपाईँको 2 मिनट्स 47 भनौँ ल लेख 2 मिनट 47 भनौँ ल किनभने 3-4 सेकेन्ड त मलाई लक खोलेन आएछ नि त फेयर गेम खेल्नु पऱ्यो नि होइन ल क्लिन 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 कस्तो छोडेको थिएँ मैले त्यस्तै सब आउँदैन टाइमको भएको ए पहुन्न कहाँ जोसिएर आएको यार ओके सो ओके हाम्रो नेक्स्ट राउन्डमा हुनुहुन्छ मिस्टर वान एन्ड ओन्ली हस्तबहादुर सो ओके कस्तो Hello. लागिरहेछ Hello, my name is Asta Bahadur. I'm so excited for Latte Art. ओ माय गॉड लेट्स सी ल टाइम भन्नु पर्यो है 2 कति रे 2 2 4 6 खोइ जज आउनु पर्यो यहाँ सब रेडी गर्न चाहिने कुरा कुन विचारले हाल्ने त्यो रेडी गरेर राख्नु ए तपाईँ जज हो तपाईँ आजको कम्पिटिसनमा जित्यो भने अर्को राउन्डमा तपाईँलाई नि जज राखिदिन्छु ल म जसले जित्छ नि यो टोलीहरू होइन त्यो मान्छेलाई हामीले जज राख्छ है अर्को राउन्डमा ल म राखिदिन्छु म हो नि होस् त मेरो नि 1000 पो इन्भेस्टमेन्ट भएको छ त केटा हो 1000 हालिदिएको छु मैले थाहा नि तपाईँहरूलाई ल ओके टाइम त्यो गोजीमा राखेर हुन्छ तपाईले ल टाइम हो केटाहरू 3 जना टक चिलमा बसेको छ क्या 3 जना ढुकढुक छ क्या केटाहरू सेकेन्ड त हुन्छु फर्स्ट नभए भने छ क्या केटाहरूलाई चाहिँ ल रेडी टाइम भन्नु पर्यो हात उठाएर टाइम भन्नु पर्यो ल ओके टाइम भइसकेको छ खाए मार्केट खायो तपाईँ किन यता यता आइरहने हेलो गाइस त्यही भन्नु अब 1000 रुपियाँ गइहाल्यो 5000 गइहाल्यो 5000 को कम्पिटिसन भएको छ यार हाम्रो ट्रोफी भन्दा महँगो चिज पायो खतरा कम्पिटिसन आयो है मैले एउटा खतरा गरेँ सर एकपल्ट त्यस्तो हुँदैन यार कम्पिटिसन भोलि अब गराउँदैन नि अब एकैचोटि ठुलो दौडा त्यो बेलामा तपाईँ आउनु भेटिसके है मैले नि भेटिसकेँ है तर मलाई जज गर्न आउँथ्यो कि मैले जे देखेँ त्यही भनिदिने मात्रै हो कि त्यही भएर म जज नगर्छु म भने चाहिँ यसो टेक्निकल पार्टीहरू हेर्नु मलाई मजा लाग्छ तर यसरी जज नै चाहिँ गर्न आदि भनौँ न फेयर गर्दिनँ क्या मैले मलाई पनि खोटी गर्न त मजा आउँछ भोटिङ सिस्टम टुली भाइ टुली बस 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 राख्यो के गर्छ केटाहरू कम्पिटिसनमा बडा आयो है Time. ल टाइम भन्छु यो क्लिननेस भएन है टाइम भन्छु At यो सम्म चाहिँ कसले मिलाएर राखिरहेको छ यो सम्म कसले राखिरहेको छ अब यो सम्म कसरी दियो ल उहाँको टाइम छ सर 2 मिनट 18 सेकेन्ड क्लिन गर्नु भएन है त विदाउट क्लिनिङ हो ल माइक चाहियो अब जजमेन्ट जजको लागि थोरै टाइम दिनु होला केटाहरू जजलाई नि सर ल अब क्यान्सल हाम्रो एकचोटि तपाईँहरूलाई नआउनु है अब ल रेडी ओके सो अलमोस्ट हाम्रो कम्पिटिसन सकेको छ
अब हाम्रो जजले हेरौँ कसले जित्छ होइन जजले अब जजमेन्ट गर्ने गाह्रो भइरहेछ जजलाई होइन सो सबैजनाबाट एक एउटा फिडब्याक लिउँ कस्तो भयो आजको कम्पिटिसन केटाहरूलाई होइन सो कस्तो भयो आजको एक्सपिरियन्स तपाईँको एक्सपिरियन्स मेरो धेरै राम्रो भयो धेरै राम्रो भयो यस्तै कम्पिटिसन पनि अझ नि फेरि कन्फिडेन्स बढ्दैछ नाइस तपाईँको मलाई त हिजो भनेर नि अलिकति हिजोभन्दा अलिक कन्फिडेन्स अलिक आइरहेको छ confidence हिजो हारेको लेट्स सी टुडे है तपाईँको चाहिँ के छ त्यही हो सेम हिजो भन्दा अलि आज तपाईँ त हिजोको विनर हो सो आज चाहिँ के छ तपाईँको आज चाहिँ जस्ट अब त्यही हो मेरो एउटा गल्ती भयो पिलर छैन ल मेरो चाहिँ अहिले त्यस्तै ब्याड भयो एक्सपिरियन्स भयो ब्याड एक्सपिरियन्स भयो होइन त्यही पनि जित्न चाहिँ मैले नै हो होइन समथिङ केही नयाँ तपाईँले ट्राई गर्यो नि तपाईँ एकदम प्रेसरमा आयो होइन अरूभन्दा डिफ्रेन्ट छ त्यो चाहिँ हो होइन नाइस नाइस जुबे वाट एबाउट यु आई लभ ल ओके जज तपाईँको जजमेन्ट भइसक्यो भने मलाई सुटुक्क लेखेर दिनु होला कापीमा है ल ल जजको पनि 2 शब्द जाओस् न त ल जज ए ओके गाइस अब हामी सुनौँ जजको मुखबाट केही शब्दहरू उहाँले के भन्नुहुन्छ के एडभाइस दिनुहुन्छ होइन सो लेट्स सी ल जजेस कविर लाग्छ क्या सिंगल जज हो हैन ठिकै छ राम्रै छ केटाहरूको कुनैको कप हात दिने रहेछ होइन युनिक कप रहेछ हस्तको अर्कोको रोजेदा पनि करङ जस्तो भएको छ सोल्टीको अर्कोको नि ठिकै छ यो नि राम्रै छ यो नि राम्रै छ सबै राम्रो छ तर कुन चाहिँले खायो भने नपताउनेले खान सक्छ यहाँनिर त्यही नै हो मेरो 2 शब्द भने चाहिँ सो ओके जजेस तपाईँ आफ्नो मलाई चाहिँ दिनु होला फर्स्ट सेकेन्डको त्यतिसम्म चाहिँ हामी वेट गरौँ फन गरौँ होइन रमाइलो गरौँ ल केटाहरू यता हेर केटाहरू सबजना आयो भने सो ओके गाइस ल अब एउटा आर्ट चाहिँ जजले बनाएर देखाउनुहुन्छ ओरिजिनल जजलाई चाहिएको आर्ट चाहिँ कस्तो भनेर जजले देखाउनु हुँदैछ है त केटाहरू ढुकढुक भइसक्यो पैसा कसले जित्यो भनेर 3 जना छ 3 जना केटाहरूलाई जस्तो ढुकढुक भइरहेको छ नि तर 1 जना 2 जना चाहिँ सेभ भइसक्यो 1 जना चाहिँ म भन्न सक्दिनँ होइन केटा होइन त्यही हो कि ल जजले चाहिँ अब हाम्रो सिग्नेचर प्याटर्न बनाउँछ सर यता फोकस गरिदिनुहोस् तपाईँ आफै रोजेर हान्नु भने होइन हावा तपाईँ मेरो नि आज 1000 रुपियाँ केटा हाले चुना लगाइदिए यार डलर नि आउँदैन युट्युबबाट सर जजमेन्ट चाहिँ भइसकेको हो ए ल अब मैले जज गरेँ भने केटाहरूलाई के भनिदिनु त कसले जित्यो होला जस्तो लाग्छ जजमेन्ट मेरो जजमेन्टमा विनर चाहिँ यो कफी भयो कि मेरो लागि बिकज वाइ भन्दाखेरि किन होला होइन मजाक गरे क्या तपाईँको दिल राखिदिए मात्रै हो कि सो यहाँनिर 3 जना कम्पिटिटर छ 1 2 3 यहाँनिर के प्रब्लम भइरहेछ तपाईँले देखिरहनु भयो होला नि होइन त्यो धेरै ठुलो मिस्टेक्स भयो तपाईँको होइन अब मेरो डिसिजनमा मात्रै है केटा फेरि यो 2टामा एउटाले उठाउन सक्छ फर्स्ट सेकेन्ड चाहिँ यो 3टामा छ होइन तर फर्स्ट उठाउने चाहिँ यो 2टामा छ कि मेरो पोइन्ट अफ भ्यूमा है तपाईँले पनि यो राख्नु भएको थियो भने मेबी तपाईँको नि चान्स थियो यो 3टामा फर्स्ट हुने चाहिँ यो 2टाको चान्स छ यो चाहिँ अब भएन नि त म चाहिँ जज भए तपाईँलाई सिधै डिस्क्वालिफाई हानिदिन्थेँ म जज भए तपाईँलाई सिधै डिस्क्वालिफाई हिजो तपाईँ विनर मान्छे के हो यार तपाईँको जस्ट मैले टाइम त सकेको थिएन जस्ट होइन मैले पनि प्लेट राख्छु भनेको त्यही भएर प्लिज आज त केटाहरूको त प्राइज नि छ होइन ल ल गाइस फोकस जजको सिग्नेचर प्याटर्न हेरिदिनु न त केटा हो आज आउनु न तपाईँ जजको आर्ट सुरु भइसकेको छ उहाँले बनाउन जाँदै हुनुहुन्छ कसको फेस बनाउँदै हो जुबेर तपाईँको त होइन नि ल लायन भन्नुभयो है जजको पनि हात कामे जस्तो भइरहेछ गाइजहरू
जजलाई नै जज हान्न गाह्रो भइदिइराख्यो अघि त जुबेरको हाट देखेर कि जजलाई नै जज हान्न गाह्रो भइरहेको छ कि यहाँनिर जुबेरको हाट देखेर। ल यो चाहिँ हाम्रो हस्की डग हो होइन। सो ओके गाइज हामी भेट्नेछौँ अब केही सेकेन्डमा। म रिजल्ट लिएर आउँदैछु। सो 3 जना गाइजहरूलाई म अगाडि बोलाउने छु अनि 1 जनालाई फेरि फ्याँक्नेछु है त। जसको नाम लिन्छु उहाँहरू चाहिँ अगाडि आइदिनु होला। ल सबजना यता बस्दिनु। ओके सो गाइज ओके अब मेरो हातमा चाहिँ रिजल्ट आइसकेको छ। लेट्स सी कसले के गर्यो अनि जो आउट हुनुभयो तपाईँहरूलाई थाहा नै होला। 2 जनाले त मिस्टेक नै गरिसक्नु भयो होइन। सो 3 जनाको नाम मसँग छ। त्यो 3 जना मध्येबाट पनि मैले 2 जनाको मात्रै नाम लिनुपर्ने हुन्छ। सो म 3 जनालाई फर्स्टमा 1 बाई 1 गरेर बोलाउँछु अनि जजसले चाहिँ नाम आएन उहाँहरू चाहिँ त्यहीँ बस्नु होला है त। ल यहाँ चाहिँ सिलेक्सन चाहिँ फर्स्ट सेकेन्ड थर्डकै हुन्छ तर हामीले प्राइज चाहिँ कसलाई दिन्छ फर्स्ट र सेकेन्डलाई मात्रै दिन्छ है। सो ओके फर्स्टमा आउनु हाम्रो मिस्टर सुधीर, सेकेन्डमा आउनु हाम्रो युवराज, थर्डमा आउनु हाम्रो निशान। ल अब हाम्रो 3 जना उहाँहरू आइसक्नु भएको छ तपाईँहरूले देख्न सक्नुहुन्छ। सो के लागिरहेछ अझै पनि तपाईँलाई ढुकढुक अझै के छ अझै कन्फिडेन्स छ जित्छु भनेर? अब चाहिँ अलिकति त्यो भयो क्या अलिकति डर भयो होइन। अनि तपाईँको चाहिँ त्यही हो तपाईँको पनि के चाहिँ के भएर चाहिँ त्यही भयो जस्ट अब यता भन्नु होइन भन्नु न तपाईँ भन्नु न। मतलब त्यही हो अब आफूले त राम्रै गरे जस्तो लाग्छ जस्तै अब उस भयो के छ तपाईँको चाहिँ? थियो मेरो पनि अब कन्फिडेन्स त छ होइन फेरि ल ल ल लेट्स गो गाइस। अब तपाईँहरू 3 जनाबाट आउट हुनुहुन्छ 1 जना है। कसको मलाई यता हाल्नु न गुस्सा अलिकति ल अब यहाँबाट आउट हुनको लागि 1 जना हुनुहुन्छ। आइन कसको नाम भन्नु है हाम्रो यता यता। ल टोलीहरूलाई के छ टोलीहरूलाई को जान्छ होला? को 3 जनाबाट को जान्छ 1 जना? हाम्रो यता त्यो जुन चाहिँ त्यो उहाँ चाहिँ जानुहुन्छ जस्तो लागिरहेछ मिस्टर युवराज जी। ओके तपाईलाई युवराज नै हो? ओ माय गॉड केटाहरूले मेरो जजमेन्टतिरै गइरहेको रहेछ यार। त्यट म जज होइन नि केटा हो। ल अब आउट हुनु हुँदैछ 2 जना मध्येबाट 1 जना मिस्टर मिस्टर निशान चाहिँ आउट हुँदै हुन्छ है गाइजहरु। तर उहाँ पनि थर्ड हो है आजको है। ल अब 2 जना बाँकी रहनु भयो हाम्रो हिजोको 2 जनै कम्पिटिटरहरू। ओ माय गॉड के लागिरहेछ? हिजो तपाईँलाई बिट गरेछ नि फेरि। अब यस्तै हेर्दाखेरि चाहिँ अब मैले जित लाग्छ हो तपाईलाई हिजो जित्यो मान्छे उसलाई ढाल्या मान्छे अब कन्फिडेन्स आयो कि आएन? मतलब अब आर्ट त त्यस्तै हो। मतलब जस्ट मैले त्यही हो एउटा गल्ती त्यही जस्ट अब त्यही कुराले म सेकेन्ड हुन्छु। ल अब हात लिएर आउने यहाँनिर। ल अब यहाँ विनर कुठाउनु पर्यो नि। हात आयो केटाहरू। ओके गाइस ढुकढुक विनर। मैले हात उठाएर विनर भनेपछि मात्रै त्यो विनर हुन्छ है। मैले यसरी उठाइदिए मात्रै भन्ने भएन कि त्यो मान्छे है। ल काउन्ट डाउन सुरु। 1 केटा काउन्ट गरौँ न यार। 1 बाट ल 1 2 3 गलत हात उठ्यो भने टेन्सन हुन्छ सर। ल विनर। ओ ल कङ्ग्रेचुलेसन तपाईँले जिते आज यार। भेरी गुड। ल तपाईँहरूलाई केही सोच अब जस्तै तपाईँहरू 2 जनालाई चाहिँ तपाईँ सेकेन्ड भयो उहाँ थर्ड भयो। इफ कसैलाई पनि भनौँ न जजमेन्टमा चाहिँ फियर लागेन भने चाहिँ सरसँग किन भएन भनेर सोध्न सक्नुहुन्छ। त्यसले चाहिँ तपाईँको मिस्टेक्सहरूले चाहिँ इम्प्रुभ हुन्छ अर्को कम्पिटिसनको लागि है। ल तपाईँको चाहिँ के भयो त क्लिन देखेको छ क्या यो होइन। ठिक्क बसेको पनि छ 5 जस्तो पनि देख्यो तर ससर हालेन कि। ससर हालेको थियो भने तपाईँले मेबी उहाँलाई बिट गर्थे कि। अनि उहाँको चाहिँ यो ठ्याक्क मिलेको छ कि स्यामिट तर अलिक अगाडि भयो ठिक्क बोरिङ छ। तपाईँको धेरै अन्डर भएको छ है होइन। धेरै टेक्निकल कुराहरू छ नि त यसमा चाहिँ यही हो। ल गाइजहरू उहाँहरूलाई पुरस्कार चाहिँ हामी भिडियोमा गर्दैनौँ बाहिर गर्छौँ। सो उहाँले जित्नु भएको छ 5000 क्यास र यता आउनु तपाईँ उहाँले जित्नु भएको छ 2000 है। सो ओके गाइज आई होप तपाईँहरूलाई भिडियो मन पर्यो होला। यति भन्दै सबजना बाई गरिदिनु ल। बाई बाई गाइज।